नाम्चीको एउटा सोप्रेलिया होटल भन्ने अक्सन हुँदैछ र उहाँहरूले निलाम त गर्दैछ, तर निलाम गर्दाखेरि चाहिँ रेभिन्यू अर्डर नम्बर 1 लाई चाहिँ आँखा च्यातेर हेर्नु। यो बाहिरको कुनै कम्पनी, बाहिरको कुनै मान्छेको हातमा यो हाम्रो सम्पत्ति जान्छ भने त्यसको लागि पहिलो विरोध गर्ने हामी भारतीय जनता पार्टी हो। यो खेलाइची नगरियोस्, एक दुई जनाको गोजी भन्नको लागि यो खेलाइची नगरियोस् भनेर म स्पष्ट रूपमा कुरा राख्न चाहन्छु। अनि अघि मैले स्टेट बैंक अफ सिक्किमको कुरा गर्दै थिएँ तपाईहरुलाई। यो स्टेट बैंक अफ सिक्किम भन्ने जुन चाहिँ एउटा संस्था छ, यो राजादेखिको संस्था हो, हाम्रो सम्पत्ति हो, हाम्रो पूर्वाधार हो। तर अहिले यसले के गर्दैछ भने पोलिटिकल पार्टी छानी प्रताडना दिने काम सुरु गरेको छ। पोलिटिकल पार्टी छानी त्यसको घर कुर्की गर्छु, त्यसको घर कुर्की गर्छु, फल्नालाई ठिक पार्छु, यतिसम्म भन्दैछ। अरे जुन चाहिँ जमिन हामीले मोर्गेज राखेका छौं अथवा बिल्डिङ मोर्गेज राखेका छौं त्यति मात्रै होइन, त्यो मान्छेको यदि त्यो मोर्गेजै बिनाको अरु ठाउँमा प्रपर्टी छ भने पनि हामी सिल गर्छौं, हामीलाई रोकेर देखाऊ भन्दैछ। अरे यहाँबाट स्टेट बैंक अफ सिक्किमको जो पनि छ कर्ता धर्ताहरू र सरकारलाई एउटा स्पष्ट कुरा म के राख्न चाहन्छु भने यदि डिफल्टर्सहरूलाई कारबाही गर्ने हो, यदि बैंकले पैसा नतिरेकोलाई कारबाही गर्ने हो भने हामी मन्जुर छ, गर्नुपर्छ, सही कुरा हो। तर त्यो कारबाही गर्नुभन्दा अगाडि चाहिँ डिफल्टरको लिस्ट देऊ भनेर हामीले आरटीआई 50 पल्ट गर्दा पनि स्टेटको इन्फर्मेसन कमिशनरले अर्डर पास गर्दा पनि आजसम्म पनि दिनु सकेको छैन। किन दिनु सकेको छैन? अनि त्यो मात्रै होइन, डिफल्टरको मात्रै होइन, हामीले अर्को कुरा पनि गरेको छौं। त्यो चाहिँ के हो भने डिफल्टरको साथमा कति जनाले चाहिँ नन परफर्मिङ एसेट एनपीए भन्छ बैंकिङ ल्याङ्ग्वेजमा, अरु बैंकमा ऋण खाएर त्यहाँ तिर्नु नसकेर त्यो नन परफर्मिङ एसेट भएको सिक्किम सरकारले एसपीएस ले आफूमा लिएर त्यो ऋण पनि उनीहरूले लिएको छ। त्यस्तो कतिवटा छ, त्यसको खुलासा पनि गर्नुपर्छ, त्यसको खुलासा पनि गर्नुपर्छ। र साथसाथमा राजनीतिक पार्टीहरूको नजदिकमा हुने मान्छेहरूको चाहिँ धेरै जनाको मिना भएको छ अथवा ऋण माफ भएको छ भन्ने कुरा पनि हामीले सुन्दैछौँ र त्यो पनि पहिला सार्वजनिक गर्नुपर्छ। अनि कारबाही गर्छ भने समानता रूपमा सबैलाई एकै खालको कारबाही गर्नुपर्छ भनेर म यहाँबाट भन्न चाहन्छु। र साथसाथमा आजको डेट होला नाम्चीको एउटा सोप्रेलिया होटल भन्ने अक्सन हुँदैछ अनि त्यसको पैसा राखेको छ 32 करोड। अनि आज सिक्किममा सिक्किम सब्जेक्ट हुने, सीवाई हुने, आरसी हुने कसकोमा चाहिँ 32 करोड छ होला हजुर? एक दुई जना भ्रष्टाचारी छोडेर अरूकोमा छैन। र उहाँहरूले निलाम त गर्दैछ, तर निलाम गर्दाखेरि चाहिँ रेभिन्यू अर्डर नम्बर 1 लाई चाहिँ आँखा च्यातेर हेर्नु। यो बाहिरको कुनै कम्पनी, बाहिरको कुनै मान्छेको हातमा यो हाम्रो सम्पत्ति जान्छ भने त्यसको लागि पहिलो विरोध गर्ने हामी भारतीय जनता पार्टी हो। यो खेलाइची नगरियोस्, एक दुई जनाको गोजी भन्नको लागि यो खेलाइची नगरियोस् भनेर म स्पष्ट रूपमा कुरा राख्न चाहन्छु।